तिम्रो बाहेकहरूको छ र मैले लिने नाउँ तिम्रो साथ बिन कहाँ छ र मैले बाँच्ने ठाउँ तिम्रो बाहेकहरूको छ र मैले लिने नाउँ तिम्रो साथ बिन कहाँ छ र मैले बाँच्ने ठाउँ सर यो के हो यो थातल हो हैन यो चाहिँ पाकेपछि कालो दाना हुन्छ अनि यो लास्टै मिठो हुन्छ र पाकेपछि यो खाने हो यो दाना चाहिँ तर पाकेको छैन यहाँ लड्यो भने के हुन्छ यहाँबाट लड्यो भने टाउको पनि भेटिँदैन मुन्टो पनि भेटिँदैन यसको चाहिँ हैन यसको चाहिँ यो झोलाहरू हेरु दरो दरो बन्छ पुरै रातो नथी गाईको फूल बासना लै लै नबोले जाऊ 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 यहाँबाट ठाडै उँधो हाम्रो यात्रा सुरु गरौँ अब लड ला ओइ लड्यो आलको पात परी बुनी बरा नहुनी सल्लाइ आएको हिँडे त जङ्गल जाइलो के हो सर यो भोर्ला हो परपरका बुढाबुढी चोट नआउँदाखेरि पात धेरै कडा हुँदो रहेछ त्यसमा सुर्ती बेर पाङ पाङ उडाउँदै आइज अलिअलि टर्रो पनि यो पुरै सबै त्यसकै हो माथि सबै रमाइलो तरिकाले छ सर कतिको रमाइलो लागिरहेछ रमाइलो छ अब चाहिँ खाना भेट्यो भने झन् रमाइलो हुन्छ कतिको तिर्खा लागिरहेछ तिर्ख त ट्याक्स ट्याक लागिरहेछ अनि सर अनि धेरै पछि भेटियो होइन हजुर हजुर यसो चिनजान पनि गरौँ के हो परिचय यसो खुलाउँ न वास्तवमा मेरो परिचय भन्नुपर्दाखेरि चाहिँ मेरो नाम राजन खतिवडा हो होइन मेरो बाउको नाम आनन्द खतिवडा हो हजुरबाउको नाम पुण्यबहादुर खतिवडा अनि हजुरबाको नाम नरबहादुर खतिवडा हजुरबाको बुढाको नाम धर्मध्वज हो धर्मध्वजको नि बाउको नाम तिलविक्रम हो तिलविक्रमको बाउको नाम बेरीलालको बाउको नाम कालो पण्डित हो यतिसम्म आइपुग्दाखेरि 7 पुस्तामा आइपुगेँ म अनि के अरे कालुपाध्ये कतिजना कालुपाध्ये एकैजना हुन् कालुपाध्येको छोरा पनि एकजना हुन् अनि होइन अब कालुपाध्येको चाहिँ कालुपाध्ये भइगए होइन कालुपाध्येबाट उता तिलविक्रम भए तिलविक्रमका छोरा 3 भाइ भए होइन को तिलविक्रम अब जेठा धर्मध्वज माइला रमध्वज अनि कान्छा गङ्गा प्रसाद भए अनि काटेको